सम्पूर्णमा नमस्कार। म पुरुषोत्तम चौलागाई। यो देख्न सक्नुहुन्छ, योलाई चाहिँ डल्लु चौतारा काठमाडौँ भनिँदो रहेछ। तपाईँहरू काठमाडौँमा धेरै चाहिँ मठ मन्दिरहरू देख्न सक्नुहुन्छ। यहाँ घण्ट काठमाडौँ चाहिँ आफैमा यो बुद्धको छ। यो डल्लु कामगान 15 यो चाहिँ डल्लु बजार। म पुरुषोत्तम चौलागाई डल्लुको बाटो हुँदै गइरहेको छु। यहाँ तपाईँहरूलाई देखाइरहेको छु। मेरो त्यस्तै 1-1.5 वर्ष भयो यो अकाउन्ट। पहिला चाहिँ भक्ति खबर थियो, आज चाहिँ मैले रिनेम चेन्ज गरेर भक्ति चौलागाई, मेरो ओरिजिनल नाम चाहिँ भक्ति हो। मैले पुरुषोत्तम ब्लग भनेर निकनेममा चाहिँ पुरुषोत्तम ब्लग भनेर राखेको छु। यो चाहिँ डल्लु 14 काठमाडौँ गौतम सु सेन्टर यहाँ देखिरहनु भएको छ। म देखाइरहेको छु। पहिलेको तुलनामा काठमाडौँ निकै राम्रो भएको छ। हाम्रो आदरणीय बालेन्द्र शाहज्यू, मेयर बालेन्द्र शाहज्यूले निकै राम्रो बनाउनु भएको छ। यहाँ गाजर पनि बेचिरहेको देख्न सक्नुहुन्छ। त्यसै गरी यहाँ बेसेल फ्लोरिङ एन्ड फिनिसिङ पनि देख्न सक्नुहुन्छ। यो मिट सप कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। मेरो युट्युब च्यानलमा चाहिँ सब्सक्राइबर छैन। चाहिँ बाटो बन्दैछ। यो डल्लु हुँदै चाहिँ माथि स्वयम्भू जान सकिन्छ यहाँदेखि। मेरो पुरुषोत्तम ब्लगलाई चाहिँ हजुरले सब्सक्राइब गरिदिनु होला। यहाँनिर चाहिँ एकदम राम्रो पत्थरहरू चाहिँ बिछ्याएर बाटो राम्रो बनाउन खोजिँदैछ। म चाहिँ पुरुषोत्तम चौलागाई हजुरलाई चाहिँ निरन्तर भिडियो बनाइरहेको छु। डल्लु 15 काठमाडौँ सलमान ब्याग। यहाँनिर सेलरोटी बनाइरहेको पनि देख्न सक्नुहुन्छ। डल्लु काठमाडौँ अजिमा ज्वेलर्स, प्रियङ्का बुटिक टेलर्स, डल्लु तुलसीधारा। फेरि पनि जानकारी गराउन चाहन्छु, मेरो पुरुषोत्तम ब्लगमा म अहिले भित्र चाहिँ छिरिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ यो डल्लु गल्लीमा हिँडिरहेको छु। जानकारीमूलक भिडियो हजुरहरूलाई बनाइरहेको छु। काठमाडौँमा चाहिँ धेरै मठ मन्दिर धेरै छ। यहाँ चाहिँ अगाडि एउटा फेरि अर्को मन्दिर पनि आएको छ। यहाँ देख्न सक्नुहुन्छ गणेशको मन्दिर। बाटो निकै राम्रो छ र सरसफाइ गल्लीमा देख्न सक्नुहुन्छ। पहिला चाहिँ यता जताततै फोहोरहरू हुन्थ्यो, अहिले चाहिँ कुहिने नकुहिने डेली आउँछ गाडी। बिहान 8 बजेतिर आउँछ। त्यसैले गल्लीहरू बाटोघाटो यहाँ देख्न सक्नुहुन्छ निकै सफा सुद्रा सुक्खा। कपाल काट्ने हेयर पनि छ। यहाँनिर फार्मेसी, यहाँ दीप कमल डेन्टल केयर रहेछ।
तुलसी धारा स्वयम्भू। अब हामी एकछिन यो डल्लो 15 हो, एकछिनमा हामी स्वयम्भू पनि पुग्छौँ। म कहाँ जान्छु कता जान्छु त्यहाँको तपाईँहरूलाई यहाँनिर भजन कीर्तन पनि भइरहेछ, आवाज सुन्नुभएको होला। तपाईँहरूलाई निरन्तर भिडियो बनाएर हालिरहेको छु। यहाँ न्यू अन्सारी टेलर्स पनि देख्नुभयो, आरके टेलर्स, फ्याक्ट्री प्राइज, त्यसै गरी यहाँ देख्न सक्नुभएको छ यहाँनिर ट्याक्सी, निबिम मेडिकल पनि आएको छ यहाँ। यो डल्लो काठमाडौँ 15, यो वडा नम्बर 15 रहेछ। भित्रभित्र पनि निकै सरसफाइ छ। कहीँ फोहोर देख्नुभयो त तपाईँहरूले? छैन। पहिलेको तुलनामा अहिले निकै राम्रो छ, फोहोर छैन, सरसफाइ छ। यहाँनिर घर पेन्ट्स रहेछ, सुनचाँदी पसल, पेन्ट हाउस। यहाँ चाहिँ आर्यन मोबाइल हाउस। म पुरुषोत्तम चौलागाई हजुरहरूलाई जानकारी गराउन चाहन्छु। अहिले म डल्लो भित्र हिँडिरहेको छु। यो चाहिँ डल्लोको गल्ली, पाकिजा कोल्ड स्टोर। यो पाकिजा कोल्ड स्टोरमा आएँ। यो मिट हाउस, मिट पाइने रहेछ, मासु। दोलखा ज्वेलरी, काठमाडौँ महानगरपालिकाको बालेन्द्र शाहज्यूले चाहिँ यो घिमे लोह प्रकाश केबुल भनेको छ। यहाँ देख्न सक्नुहुन्छ। फेरि अर्को बुद्धको मूर्ति देखिरहनु भएको छ। मठ मन्दिर निकै छ काठमाडौँमा। मलाई मेरो युट्युब च्यानलमा सब्स्क्राइब गरेर मलाई सपोर्ट गर्न सक्नुहुन्छ। डल्लो मोबाइल हाउस, भीम लोन यहाँ देख्न सक्नुहुन्छ। अर्जेन्ट फोटो, चाहिँ शुभ विवाह तथा निमन्त्रणा कार्ड होलसेल। म पुरुषोत्तम चौलागाई हजुरलाई चाहिँ मेरो यो पुरुषोत्तम भ्लग भनेर नयाँ नाम राखेको छु। यसलाई चाहिँ भक्ति खबर भन्ने थियो, अहिले निकनेम राखेको छु पुरुषोत्तम भ्लग। हजुरहरूलाई चाहिँ भिडियो बनाएर हालिरहेको छु। यहाँ मठ मन्दिर देख्न सक्नुहुन्छ। भिडियो निकै लामो भएको छ। अब अरू भिडियो फेरि बनाउनेछु। हस्त, धन्यवाद।